जय नेपाल साथीहरू, तपाईलाई स्वागत छ आइपिओ नेपाल अपडेट युट्युब च्यानलमा। सोपान फार्मास्युटिकलको आइपिओ नीति परिवर्तन सम्बन्धी सूचनाबारे भिडियो ल्याएका छौँ। सोपान फार्मास्युटिकलले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको आइपिओको निष्कासन नीति परिवर्तन भएको छ। 2083 वैशाख 2 गतेदेखि 6 गतेसम्म छिटोमा आइपिओ निष्कासन गर्न लागेको यस कम्पनीले अब वैशाख 3 गतेदेखि निष्कासन खुला गर्ने भएको छ। नेपाल सरकार गृह मन्त्रालयको सूचनाबाट सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा शनिबार र आइतबार बिदा हुने भएकोले निष्कासन नीति परिवर्तन गरिएको यस कम्पनीले जनाएको छ। हामी अझै अपडेट ल्याउने नै छौँ। सब्स्क्राइब गरिजानुहोला। धन्यवाद।